चाइनामा हिजो बेलुका यस्तो भयानक घटना घटेको थियो कि यो घटनाले पुरा चाइनालाई हल्लाइदिएको छ। चाइनाको स्याङ्सी प्रोभिन्समा रहेको लुसिन्या कोइला खानीमा हिजो बेलुका एकदम नै भयानक ग्यास विस्फोट भएको थियो, जसले गर्दा अहिलेसम्म कम्तीमा पनि 90 जनाको ज्यान गइसकेको छ। रिपोर्ट अनुसार यो विस्फोट हुँदा त्यो कोइला खानीमा 247 जना कामदारहरू काम गरिरहेका थिए र दुर्भाग्यवश यो घटनापछि त्यहाँ थुनिन पुगेका थिए। विस्फोट हुनासाथ ठुलो रेस्क्यु मिसन चलेको थियो भने अहिले घटनाको 24 घण्टा बितिसक्दा पनि रेस्क्यु मिसन स्टिल चलिरहेको छ। अनि अझै डरलाग्दो कुरा चाहिँ चाइनाको स्टेट मिडिया अनुसार त्यो कोइला खानीमा विस्फोट हुनु अगाडि नै कार्बन मोनोक्साइड ग्यास एकदम नै खतरनाक लेभलमा पुगिसकेको थियो। कार्बन मोनोक्साइड भनेको यस्तो ग्यास हो जसको कुनै गन्ध हुँदैन र हामीले यसलाई सास लियौँ भने यसले हामीलाई बेहोस पार्न सक्छ र हाम्रो ज्यान सजिलै लिन सक्छ। सो भन्यो भने यो खानीमा विस्फोट हुनु अगाडि नै कामदारहरू सास फेर्न नसकेर छटपटाएको हुन सक्छ। चाइनिज अथोरिटिजले अहिलेको लागि त्यो खानी चलाउने कम्पनीका एक्जिक्युटिभ्सहरूलाई हिरासतमा लिएको छ भने प्रेसिडेन्ट सी जिनपिङले रेस्क्यु अपरेसनमा जोड दिँदै रेस्क्यु भएका घाइतेहरूको उपचार र घटनाको डिटेल इन्भेस्टिगेसन गर्न अर्डर दिएका छन्।